आइफोन। के छ छिमेकी बहिनीको हालखबर? के हुनु र, ठिकै छ नि। यहाँ छोराले अस्ट्रेलियाबाट आइफोन पठाइदिएछ, सेटिङ मिलाउँदैछु। है लु बधाई छ बधाई छ। तपाईको बाबुलाई पनि बाहिर पठाइहाल्नु क्या। हाम्रो बाबुले त कमाउन थालिसक्यो। अस्ति 2 लाख पठाएको, अहिले आइफोन। नेपालमा हालेर केही काम छैन, पठाउनु। लोकसेवा तयारी गर्दै थियो, नासुमा नाम निकालेछ केटोले। जाबो 30-35 हजारले के गर्नु। यस्तो महँगी छ, त्यत्रो बोर्डिङमा खर्च गरेर पढाएर केही काम छैन। नेपालमा खुरुक्क विदेश नपठाएर। तपाईँको आफ्नो इच्छा हुन्छ नि, यही सरकारी जागिर गरेर देशमा केही गर्छु भन्छ, फेरि सबै बाहिर गएर पनि त भएन नि। दुनियाँका छोराछोरी बाहिर गइरहेका छन्, नेपालमा केही काम छैन। फेरि यसको घमण्ड। तिम्रो छोरालाई अस्ट्रेलिया पठाऊ कि अमेरिका पठाऊ कि तिम्रो कुरा। अर्काको फ्यामिलीलाई यस्तै हुनुपर्छ भनेर सजेसन दिनु चाहिँ पर्दैन। लु हरेक व्यक्तिको आफ्नो इच्छा हुन्छ नि। लौ दाइ त रिसाउनु पो भयो त। खुब संसार नै जितेको जस्तो गर्छ। जाबो नासुको जागिर खाएर आइफोनको 1.5 लाख पर्छ।